धरन 17 डाँडा घोप्पा मनी श्रमदानको गाडी आइपुग्यो। यो तपाईहरुले मेरो ब्याकग्राउन्डमा देख्न सक्नुहुनेछ। ल श्रमको गाडी आइपुग्यो है। आज ओसोमा जाँदैछु हामी। मेरो यो डाँडा घोप्पाको ठाउँ र तपाईहरुले यो देख्न सक्नुहुनेछ। यता गाडी आइपुग्यो भर्खर। धर्मले हरेक मानव जीवनमा अत्यन्त ठुलो महत्त्व राख्दछ। ल मित्र गाडीमा हामी यसरी कतिजना जाने रहेछ आज त। ल भर्खर हामी यहाँबाट सुरुवात हुँदैछ। यहाँ गाडीमा हाम्रो कति 10-12 जना मात्र भेला भयो। ल दिलबहादुर बिष्ट ए दिल एकदम भाइरल हिँडिसकेका छौँ। हजुर अनि अरू के गर्ने यताउति अब सघाउनै पर्यो, गर्न सर्वदानमा जानै पर्यो। अब अरूलाई चाहिँ कसैलाई मतलब छ कसैलाई छैन त्यस्तै छ है। अब के गर्ने आज कहाँ भयो अरे खोइ कहाँ हो। अब मलाई ओसो पार्क भनेको छ। ओसो सरम शक्ति पार्कमा त्यहाँ पार्कमा अरे भनेर सुनेको। अब जानेछौँ। अब कहाँ जाने हो। अब भरे अब माथि गएपछि एकखेप फेरि गरिन्छ। अब फकल्यान्ड टापुको बासिन्दाहरूलाई के भन्नुहुन्छ यो भिडियोबाट? अब के भन्नु उनीहरूलाई भन्ने कामै छैन। अब एकखेप सम्झाउने जाउँ भन्दा नमानेर हामी जान्दैनौँ भनिसकेपछि त्यहाँ जबरजस्ती केही छैन। अब जबरजस्ती गरेर ल्याउँ भने कता गर्नु मिल्दैन है। मिल्दैन आफ्नो खुसीको कुराले आउने हो। पहिला पात तान्ने बेलामा चाहिँ भने हिराकी बुढीले मलाई झन्डै रुडीले छोपेकी छ। अब त्यस्तै हो व्यवहार भने मसँग बोल्दैनन् पनि गर्दैन। म आफ्नै इच्छा पऱ्यो भने हिँडिजान्छु। अब कुरो त्यस्तै हो। अब फोक्लिङ टापु माथि फोक्लिङबाट आइहालेँ। तल्लो फोक्लिङको कोही छैनन्। अब के गर्छु। अब ट्याङ्किया पानी हुलिकन पानी मजाले खाना पाएका छन्। अब उनीहरूलाई के मतलब छ? मतलब ल अब यहाँबाट अब हेर्ने दर्शकहरूलाई सन्देश के दिनुहुन्छ त? हेर्ने सन्देशहरूलाई तपाईँको भिडियो हेर्नु त हुन्छ होइन। सन्देश यस्तो हुन्छ नि त हेर्ने। अब यसरी फरानु गएको रहेछ त्यसको यसरी गयो सबै मिलेर जाँदो रहेछ। यो मिलाउमा सबैमा मिल्दो रहेछ। सर्वजनाले पुगेको छ गाउँमा पनि पुगेको छ। त्यही अब के गर्ने अरू के यति नै सन्देश यति नै। अब माथि पार्कमा गर्नुपर्छ। म भएको अब के हुन्छ माथि गरेको। ल दर्शक यो अहिले चाहिँ जुन यो गाडीभित्र छौँ हामी। यो गाडीभित्र मात्रै अहिले क्यामेरा अलिअलि हल्लिरहेको छैन। अडौँडो नसोध्नु होला। अहिले हामी यो गाडीभित्र अहिले मेरो गाडीमा छ त्यति राम्रो दिन पाएको छैन। यो गाडीको आवाजले गर्दाखेरि त्यति सुन्नु पाएको छैन। अनौठो नसोध्नु होला। यो पाएको पनि म बेलामा म उहाँको पनि म भिडियोहरू हालिराख्छु है। आज मात्रै यो सुरुवात हो। तपाईँहरूले हेर्नु चाहिँ नछुटाउनु होला यो भिडियो। एकदम सेयर भन्दै सेयर पनि गरिदिनु होला। एकदम कोही नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला। म बुद्धलाल घिसिङ युट्युब च्यानललाई माया गरिदिनु होला। म यति भन्नु चाहेँ। हस् त धन्यवाद। दर्शक मानव भाग्यो अहिले जुन यहाँ अहिले हामी सेउती खोलामा चाहिँ आज यहाँ यता श्रमदान हुँदै रहेछ। हुन गइरहेको छ। यतिखेर हाम्रो संवाददाताहरू यति भिड लागेको छ। अझै पनि आउने जारी नै रहेछ। यता अब यहाँनिर
अब ग्रुपिङ कार्यक्रम हुने छ, अब गइरहेको छ। अब हाम्रो मेयर साहब आइपुग्नु भएको छ। मेयर साहब पनि यता देखि सक्नुहुनेछ। यो सर्वे खोला किन यो सेउती खोला मात्रै आज यहाँ देख्न सक्नुहुनेछ तपाईँहरूले। दृश्य ल हेर्नुहोस् है। ल ल सबैजना बोल्नु आउँ प्लिज। केही कुराहरू मैले सुनाउनु पर्छ है। खाना खाएपछि बसमा यो बस नम्बर हेरेर यहीँ चढ्नु। अझै पनि आउने तयारी नै छ है। ल सबैजनालाई हार्दिक नमस्कार छ। अब एकछिन नसल बोलाउँ प्लिज होइन। एकछिन नसल बोलाउँ प्लिज है। सबैजनालाई हार्दिक नमस्कार छ। आज सोमबार है 2082 साल वैशाख महिनाको। किनभने देशै देशमा छ, भानुजकमा छैन देश है। भन्नुको मतलब उत्पादन गर्ने स्रोत साधन चाहिँ सहरमा हुँदैन। उत्पादनका स्रोत साधन चाहिँ कहाँ हुन्छ? गाउँमा हुन्छ। खोलाखोली त्यसको चाहिँ छानबिन गर्दैन। पब्लिकले किन गरेको, मासु भात किन खाएको, पाइप किन किनेको कसरी किन्छौँ नि त? अनि दिनुहुन्छ होइन। तपाईँहरूले जोडे तपाईँले खाने पैसा के अरे पानीको पाइपको पैसा तपाईँले दिँदाखेरि गल्ती के भयो? मैले लिँदाखेरि काम गर्दा गल्ती के भयो? हटार भनेर भन्नु मिल्दैन र मलाई। अब अर्को गीत फेरि के आएछ भने है कसरी अरे त्यो सबै कुरा त्यो चाहिँ तपाईँको उजुरी हाल्नेले प्रमाणित गरिदियोस्। यहाँ म त्यो भन्न चाहन्छु। त्यतिकै भ्रम फैलाउने होइन। फायर लेन बनाउनु गयो, यस्तो गर्यो त्यस्तो गर्यो है, छक्क पर्छ। अब विद्रोहको शैलीमा जानु नपरोस्। म आफै पनि एउटा चाहिँ स्थानीय सरकारको प्रमुख भएको नाताले विधिको शासन स्थितिको शासन मान्नुपर्छ, मनाउनुपर्छ भन्ने एउटा शपथ ग्रहण गरेर बसेको मान्छे हो। तर च्यालेन्ज नदिनु होइन। त्यो दिन पनि आउन सक्छ फेरि है। त्यो दिन आउन सक्छ। म यहाँ सबैजनालाई भन्न चाहन्छु, सचेत रहनुहोस्। यो देश बेचुवाहरूले खतम गरे। कहाँ छ देश बनाउने मान्छे त फुरुङ उफ्रिन्छ। सबैले गाउँ है। आउँछ कि
हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश पसीनाले भिजाऊ यो देश सामको पिंगला फलाऊ यो देश सामको पिंगला फलाऊ यो देश हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश समग्र सबैले बनाऊ यो देश समग्र सबैले बनाऊ यो देश हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश महु श्रमदाता आत्मनिर्भर बन्छु म स्वाभिमान दिनको बाटोमा वास्ता गर्नु छैन मैले कसले मलाई के भन्छ आशा हेर्छु छैन मैले कसले मलाई के दिन्छ ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने आफ्नो देश बनाउने छ कसको आशा महु श्रमदाता सधैँभरि हाम्रो मनमा गुन्जिने मन्त्र यही है महु श्रमदाता बस यो कुखुरा हो बङ्गुर च्वाटेको मासु पनि रहेछ च्वाटेको बन्दा ल ल तिमीहरुको कोपी अहिले पाइसकेको परसिने पर्लो यो पर बढी खाना पकाउँदैछ हाम्रो परम सन्तानको लागि यहाँ खाना खानुको लागि यहाँ खाना व्यवस्थाहरू यता देख्न सक्नुहुन्छ खाना सम्दाताहरू पुरा खाना ल अब लाइन लागो